राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने अदालतको तारिखका लागि फेरि कास्की जिल्ला अदालतमा उपस्थित हुँदैछन्। करोडौं ठगी प्रकरणमा अनुसन्धानका क्रममा पटक पटक धरोटी बुझाएर छुट्दै आएका लामिछाने पुनः न्यायालयको कठघरमा उभिन लागेका हुन्। उनी श्रीमती निकिता पौडेलसँग पोखरा पुगेका छन् र कास्की अदालतमा उपस्थित भइसकेपछि सोमबार रूपन्देही जिल्ला अदालतमा तारिखका लागि जाने कार्यक्रम रहेको छ। लामिछाने गत कार्तिक 2 गते सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए। उनी कास्की अदालतबाट 65 लाख रुपैयाँ धरोटीमा पुस 27 गते रिहा भए। त्यस्तै स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले 60 लाख धरोटी लिएर माघ 2 गते उनलाई छोडेको थियो। तर यो मात्र होइन, लामिछाने विभिन्न सरकारी घोटाला मुद्दामा फस्दै गएका छन्। बुचौलको सुप्रिम सहकारी बचत अपचलन मुद्दामा माघ 13 गते उनले रूपन्देही जिल्ला अदालतमा 1 करोड रुपैयाँ धरोटी बुझाएर छुटेका थिए। यही माघ 25 गते चितवनको सहारा बहुउद्देश्य सहकारी ठगी प्रकरणमा 54 लाख धरोटी बुझाएर रिहा भए। यसैबीच वीरगञ्जको सानो पाइला सहकारीमा समेत करोडौंको अपचलनको आरोप लागेको छ, जसमा लामिछानेको संलग्नता भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ। उनको नाम पटक पटक ठगी प्रकरणमा जोडिँदै गएपछि अब न्यायालयले के निर्णय गर्छ भन्ने चासो आम नागरिकमा बढ्दै गएको छ। राजनीतिक यात्रामा थुप्रै आरोह अवरोह भोगेका लामिछानेमाथि सहकारी सञ्चालक र ठग समूहसँगको सम्बन्ध रहेको आरोप लाग्दै आएको छ। जनता र भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका लामिछाने यति बेला आफै करोडौं ठगी प्रकरणमा मुछिएपछि उनीमाथिको विश्वास खस्कँदै गएको देखिन्छ। अब अदालतको फैसलाले लामिछानेको राजनीतिक भविष्य कता मोडिन्छ भन्ने कौतूहलता सिंह मुलुकले नियालिरहेको छ।